हेर्नुहोस् है साथीहरू, सीता सिरियलको सुटिङ हुने गाउँ मैले तपाईँलाई देखाउँछु। कति राम्रो बोडीको झाल, ओहो नि हेर्नुहोस् त कति राम्रो रहेछ बोडी। फर्सीको मुन्टा पनि बोडी पनि लगाइरहेछन् सीताले। वरिपरि हरियाली वातावरण रहेछ। यस्तो ठाउँमा सुटिङ हुँदो रहेछ है साथीहरू। सीता सिरियलको टायर हुन्छ, यो मल हुने हो नि त। यो पनि लगाइरहेछन् सीताले मल हुन्छ भनेर। कति राम्रो हरियाली वातावरण रहेछ साथीहरू। हेर्नुहोस् है, हेर्नुहोस् सबै भिडियो। यहाँ भेन्डी पनि लगाइरहेछन् सीताले। सीता त मेहनती हुन् नि त। हरियाली वातावरण छ, यही हुन्छ है सीता सिरियलको सुटिङ। यो फर्सीको मुन्टा हो साथीहरू, फर्सीको मुन्टा पनि रहेछ। उनीहरूले यही मुन्टा निकालेर तरकारी खाँदा रहेछन्। यो सीता सिरियलको सुटिङ हुने ठाउँ देखाइरहेको छु साथीहरू। आज मैले तपाईँहरूलाई करेन्ट चाउचाउ पकाएर खाना लगाएको बेलामा चाहिँ म पुगेको थिएँ। यो चाहिँ सीता सिरियलको सीताको किचन हो साथीहरू। हेर्नुहोस् कति राम्रो रहेछ उनको किचन। यो सुटिङ हुने त होइन, उहाँ सीताको चाहिँ किचन हो है यो साथीहरू। एकदम राम्रो लाग्यो मलाई त। हजुरहरूलाई कस्तो लाग्यो उनको किचन? सबै सजाएर डेकोरेसन पनि राम्रो रहेछ। म त घर पुरै घुमिसकेँ। तपाईँहरूलाई पनि घुम्न मन लागेको भए कमेन्ट गर्नुहोस् ल। कति राम्रो रहेछ कि साथीहरू। हेर्नु त उनको घरको किचन। यो चाहिँ गाउँ हो है साथीहरू। सीता सिरियल सुटिङ हुने ठाउँ यो चाहिँ यही हुन्छ। सीता सिरियलको सुटिङ हरियाली वातावरणमा। एउटा घर कच्ची घर रहेछ, त्यही हुँदो रहेछ। दामी रहेछ नि। म त भर्खरै फर्स्ट टाइम आएको साथीहरू। हेर्नुहोस् त।